साथीहरु यो हाम्रो थरे खोलाको वर्णन गरेर सकिँदैन, शब्द नै पुग्दैन। यहाँबाट सबभन्दा नजिक भएको होटेल हैन, त्यो चाहिँ पक्का पनि डुम्रे भन्ज्याङ नै हो। त्यसकारणले यहाँ आउँदाखेरि तपाईहरुले त्यहाँबाट खानेकुराहरू लिएर आएर यहाँ बसेर खान सक्नुहुन्छ, त्यसको व्यवस्था छ यहाँ। अनि खानेकुरा खाँदै गर्दा यो ठाउँमा चाहिँ फोहोर चाहिँ नफाल्ने प्रयास गर्नु होला है, त्यो चाहिँ गर्नुपर्छ। सफा चाहिँ राख्नुपर्छ यो ठाउँलाई। यो ठाउँमा त अहिले त पर्यटक आउने चाहिँ एकदम कम भनौँ, त्यही भएर अहिले खासै फोहोर छैन। त्यही पनि टोयलेटको अवस्था चाहिँ यस्तो छ यहाँको, ढोकामा पुवाल छ, भित्र फोहोर छ, फुटीको कागज फालेको छ है। त्यो अब त्यस्तो नहुनु पर्ने हो। यो ठाउँलाई त हामीले प्रिजर्भ गर्न सक्नुपर्छ। त्यस्तो राम्रो त नेचुरल ठाउँ हो नि त। प्रत्येक नेचुरल ठाउँलाई हामीले प्रिजर्भ गर्न सक्यो भने त्यसको महत्त्व बल्ल रहिरहन्छ सधैँभरिको लागि। यो ठाउँमा अहिले मैले वर्णन गर्नलाई शब्द भेटाएको छैन भन्दैछु नि। भोलि पछि आएर के थाहा, यसलाई वर्णन गर्नको लागि मैले फोहोर ठाउँ, गनाएको ठाउँ भनेर त वर्णन गर्न पर्यो भने त्यो चाहिँ नराम्रो भयो है। त्यति बेला शब्द भेटिन्छ बल्ल, अहिले त शब्द भेटिँदैन। कहिले पनि शब्द नभेटिने नै रहिरहेको यो ठाउँ चाहिँ है। र अहिले पनि यहाँ फोहोर देखिन्छ, हेर्दाखेरि बाटामा कागजहरू फालेको छ देखिन्छ। यहाँ घुम्न आउने प्रत्येक व्यक्तिले यस्तो चाहिँ ध्यान दिनु होला। यहाँ फोहोर नगरौँ, यो ठाउँलाई सफा गरौँ। यो हाम्रै हो, प्राकृतिक भनेको हाम्रै चिज हो। यो पैयुँ गाउँपालिकाको हो भनेर अरू गाउँपालिकाको मान्छे आएर यहाँ फोहोर गर्ने कुरो त्यो पनि मिल्दैन, त्यो गर्न हुने चिज होइन, त्यो गर्न हुँदैन। यो हाम्रो हो, यो हाम्रो यो पृथ्वी हाम्रो हो, यहाँ भएको सबै ठाउँमा हाम्रो। यो झर्ना मेरो हो, यो साँच्चै यो मेरो झर्ना हो। यति राम्रो झर्ना यो मेरो घर पछाडि भएको भए गइदैन, मलाई मन छ तर मिल्दैन। यो यहीँ छ, यहीँ रहोस्, यत्तिकै रहोस्, सधैँभरि राम्रो रहोस् है। र तपाईँहरूलाई म यहाँबाट स्वागत पनि भन्न चाहन्छु। यो ठाउँमा अहिले स्विमिङ पुल छ है, यो भ्यू टावर टाइपको चिज पनि छ। अनि यहाँ राम्रोसँग यो ठाउँहरू बनाएको छ, ढलाइ गरेको छ। माथिको लागि माथि बस्ने ठाउँ पनि बनाएको छ। तर यहाँ चाहिँ कमी के रहेछ भन्दा एउटा फोहोर फाल्ने ठाउँ मैले देखिनँ यहाँ। र फोहोर राख्नको लागि, फोहोर मतलब यो कागजहरू राख्नको लागि एउटा ठाउँ बनाउने हो भने अझ राम्रो हुन्थ्यो, राम्रो हुन्छ पक्का पनि। अहिले यो कागजहरू त्यो एक ठाउँमा थुपारेको देखिरहेको छु मैले है। त्यहाँ कुनामा त्यो राख्ने ठाउँ त पक्का पनि होइन होला त्यो। र आशा छ छिटै यहाँ यो फोहोर मैला व्यवस्थापनको लागि पनि केही हुनेछ, म त्यसको आशा गर्दैछु। त्यही उतापट्टि लानु अनि यस्तो घुमा तलतिर सरेर पारे भयो। अरूलाई सिकाउन हामीलाई आउँछ गाइजहरू, त्यो म एक्सेप्ट गर्छु। अरूलाई भन्न सबैलाई आउँछ, भन्न आयो भन्दैमा यो जान्ने मान्छे रहेछ भनेर पनि भन्न पर्दैन। यो बोल्ने मात्र मान्छेलाई जान्ने मान्छे रहेछ भन्न पर्दैन है साथीहरू। के गर्ने मान्छेहरूलाई यो बल्ल हामीले प्रशंसा गर्ने। र यहाँ जे भइरहेको छ, जस्तो विकास हामीले देख्न पायौँ, त्यसको लागि त होइन जे जस्तो विकास हामीले देख्यौँ यहाँ, त्यसको लागि त बधाई छँदैछ, त्यसको लागि त धन्यवाद छँदैछ हाम्रो गाउँपालिकालाई। र त्यसलाई अझै राम्रो तरिकाले, मतलब मैले कुरा गरेँ अघि, त्यहाँ डस्टबिन थिएन फोहोर फाल्नको लागि। अनि त्यस कारणले एकछिनपछि र मैले सरसफाइको कुरा गर्दै थिएँ है। यहाँको विकासको कुरा भयो, जे भयो त्यो राम्रो भयो है। अब अझै के थप्दाखेरि अझ राम्रो हुन्छ भन्दा त्यहाँ एउटा डस्टबिनको आवश्यकता छ। र मैले यहाँ फोहोर छ, यसलाई प्रिजर्भ गरेर राखौँ, नेचुरल हो, हाम्रो हो, मेरो हो भनिसकेपछि एउटा सोल्युसन त चाहियो नि। प्रब्लम मात्रै फाइन्ड आउट गरेर केही होला जस्तो लागेन है। सोल्युसन
पनि मैले त दिने मात्र बोल्ने मात्र नै हो, तर सही ठाउँमा पुग्यो भने यो भनेको कुराले पनि असर गर्ला है, राम्रो असर गर्ला। र त्यहाँ डस्टबिनको आवश्यकता छ। अहिले त म बोल्ने मान्छेकै साइडबाट नै छु म अहिले है। म आफू के गर्ने साइडमा त अहिले छैन, तर मैले देखेको कुरा त्यही थियो र जे भयो त्यसको लागि म धन्यवाद पनि दिइरहेकै छु, प्रशंसा पनि गरेकै छु, अझ राम्रो हुन सक्ने कुरा पनि बताउँदैछु। र यो पैयुँ गाउँपालिकामा पर्ने ठाउँ भएको कारणले यो अहिले पैयुँ गाउँपालिकाकै हो भनेर भनौँ। अरू उहाँ फेल गर्नुहुन्छ है, जान्ने बुझ्ने मान्छे हुनुहुन्छ। सरे झर्नाबाट अब हामी यहाँ बिदा हुँदैछौँ। बाई बाई। तपाईँहरू यहाँ हेर्नु होला, यो ठाउँ राम्रो छ है।